हेलो सबैजनालाई सेवा नमस्कार। आज चाहिँ हाम्रो वैशाख 18 गते उभौली पर्व रहेकोले हामी चाहिँ अब जाँदैछौँ साकेला मनाउनका लागि। त्यसपछि अस्ति मैले कपाल काटेको थिएँ नि त, अनि कपाल छुट्यो भएर कसरी बान्ने भएर के अलमल्ल परेर फेरि अनि त्यसपछि अब चाहिँ हामी हेर्नु न कपाल नमिलेर फेरि कठै पनि नमिलेर त्यो छ के बान्नै नमिलेर है। त्यसपछि लगाउनु जाँदैछु म सेरम। यो चाहिँ मेरो डेली युज है सेरम चाहिँ। अनुहार बिग्रेर फेरि कस्तो ड्यामेज भयो नि त मेरो। अब चाहिँ हामी लाग्यौँ फरिया लगाउन। फरिया चाहिँ मेरो साथी गङ्गाले ल्याइदिँदैछ मलाई, किनकि एक्लै लाउन अप्ठ्यारो हुन्छ नि त, साथीसँग लायो भने सजिलो हुन्छ। तर जहिले पनि साकेला बिहान हुने भएकोले हतार हुन्छ क्या है। कपडाहरू राम्रोसँग सेट गर्नै पाउँदैन नि त, हतार एकदम हतार। 10-15 मिनट बराबर लाएर हिँड्नुपर्छ, अनि कहिले पनि राम्रोसँग सेट चाहिँ लगाउनै पाउँदैन क्या। अनि फेरि यो किनेको अस्ति ढुङ्ग्री कानमा नअटेर त्यस्तै छ क्या। लास्टमा कानमा नअटेर अनि टप लाएर जानु पर्यो। अनि त्यसपछि चाहिँ मरेर टप पनि मेरो कानमा अटिसकेपछि दुखेर फेरि यस्तो हैरान बनाएर यो चाहिँ सनस्क्रिन हो। यो सनस्क्रिन चाहिँ मेरो डेली युजको घामको लागि यो सनस्क्रिन चाहिँ। अनि त्यसपछि यो चाहिँ धचुरी पिचुरी, यो चाहिँ मलाई पहिलेदेखि लाउन मन लाग्यो तर यसपालि मगाएर लगाएको। त्यसपछि हल्का काजल, कहिले पनि नलाउनेले म आज चाहिँ ऐना पनि उल्टो हेरिरहेँ। त्यसपछि फेरि क्रिम सकेर फेरि तनार छ। त्यस लगतै अब हामी फेरि जाँदैछौँ कपालमा तेल लाउन। कपालमा तेल पनि लगाइसकेँ मैले। अब त्यसपछि जाँदैछु म लिप बाम लगाउन। लिपस्टिक चाहिँ कहिले पनि लाउने बानी नभएकोले मैले चाहिँ लिप बाम लगाउँछु जहिले नि। यो चाहिँ नयाँ ड्रेस हो नि त, किनेको साकेलाको लागि भनेर हल्का ठुलो भइरहेको कि मलाई। अनि त्यसपछि अब चाहिँ तयार भइसक्यो। अब चाहिँ हामी जाँदैछौँ साकेला नाच्नका लागि, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब चाहिँ यहाँनिर पूजा गरेर टिका लगाउँदैछौँ। सकेर सुरु भइसक्यो हाम्रो चाहिँ साकेला नाच्न। अब पूजा गरेर अब पूजा थाल्ने घुमाउनु सुरु भइसक्यो। अब चाहिँ हामी साकेला थालको भित्रको थानलाई पूजा गरेर पनि घुमाएर पनि बाहिरको थानलाई पनि घुमाउन सुरु गरिसकेको छौँ। अब भने हामीले चाहिँ यहाँनिर मिठो खानेकुराहरू पनि खान सक्छौँ। तपाईँहरू हेर्दै गर्नुहोला। मलाई चाहिँ एकदमै ढोल बजाउन रहर लाग्छ नि त, अनि ढोल बजाउन गाउन अनि साथी नाच्नु चाहिँ एकदम रहर लाग्छ नि त। किनकि साकेला नाच भन्ने जस्तो एकदमै रहर लाग्छ क्या नाच्नुमा। त्यही भएर म चाहिँ साकेला भएपछि चाहिँ एकदम उफ्री नाच्छु जहिले पनि।